सो गुड मर्निङ एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। यहाँहरूलाई स्वागत छ मेरो ब्लगमा। र हामी चाहिँ अहिले पार्कमा हिँड्दैछौँ। यो चाहिँ अहिले भर्खर हालचालै बन्दै गरेको पार्क छ र यहाँ वरिपरि तपाईँहरूले देख्न सक्नुहुन्छ यस्तो यस्तो बुट्टाहरू छ। यो चाहिँ सानो नर्सरीमा उब्जाएर यो रुखहरू चाहिँ सिधै ठुलो नै रुख लिएर यहाँ रोप्ने गरिन्छ र त्यही अनुसारले अनि यसलाई चाहिँ यो हावाले असर नगरोस् भनेर चाहिँ यसरी टेका लगाएर राख्ने गरिन्छ। र एकदम वरिपरि सबै त्यस्तै देख्न सक्नुहुन्छ रुखहरू। र यहाँनिर फुलहरू रोपेर अनि यो रुखको त्यो बोक्रामा चाहिँ कलर गरेर यसरी यहाँ भुइँमा सट्ट बिसाएको छ। यसले देख्दा पनि एकदम आकर्षक मनमोहक देख्न सकिन्छ। फुलहरू वरिपरि फुलहरू फुलेको छ। बसन्त मौसम एकदम हरियाली छ, रमाइलो छ। हामी चाहिँ आज सन्डे बिदाको दिन साँझमा एकैछिन बाहिरतिर घुमौँ, फ्रेस हुन्छ भनेर चाहिँ हिँडेको थियो दाइ र म। अनि यहाँ एकदम राम्रो राम्रो फुलहरू देख्न सक्नुहुन्छ। रुखहरू यसरी राम्रोसँग यहाँ संरक्षण गरेर राखेको छ रुखहरूलाई। वरिपरि मनमोहक दृश्यहरू छ। सार्वजनिक वासरुमहरू यहाँ जहाँ कहीँ देख्न सकिन्छ। बिना शुल्क युज गर्न सकिन्छ। यहाँनिर रोडको किनारमा पनि एकदम राम्रो राम्रो सानो सानो बोटहरू छ। त्यहाँनिर हो चेउस वरिपरि हेर्दा चाहिँ मन प्रफुल्ल गराउने खालको दृश्यहरू यहाँ देख्न सकिन्छ। हाम्रो पनि नेपालमा रोडमा यसै गरी राम्रो बनाएर रुखहरू रोप्ने, फुटपाथहरूको विकास गर्ने गर्यो भने चाहिँ जनतालाई पनि आवत जावत गर्नको लागि एकदम सहज हुने र देख्दा पनि आहा भन्ने टाइपको हुन्छ। त्यही नै हो, सिक्नुपर्छ अब।